लगभग यस्तै आउँछ भनौँ न। जब यो यहीँ नै हुनेको यो त्यहीँ आउँछ। अब हामीले यसलाई यसरी राखेर यहाँनिर यस्तै राखौँ, टक्क अड्काएर यो अड्काएर यो स्टिकर यो माथि पर्ने गरी राख्छौँ है। लोगो माथि पर्ने गरी लोगो माथि पर्ने गरी राख्नु पर्यो स्टिकर। यहाँनिर गोडेक्सको यहाँ तल हुन्छ, साटोको यहाँ माथि हुन्छ, यसरी ओपन हुन्छ। यो ओपन भएपछि अब यसलाई चाहिँ हामीले यहाँ सेन्टरमा पर्ने गरी यहाँनिर एउटा कालो बटन दिएको हुन्छ, यो यहाँनिर त्यसमा चाहिँ यसलाई यसरी थिच्यो यता र यता सर्छ। यो थिचेन भने चाहिँ सर्दैन, फेरि यो यता र यता सर्दैन। यो थिचेपछि यता र यता सर्छ। अब यसलाई हामीले सेट गर्नलाई यहाँनिर ट्याक्क थिचेर सेन्टरमा राख्नु पर्यो, माथिबाट दाब्नु पर्यो। हजुर यसलाई थिचेर मात्रै, नत्र यो नथिचे हामीले यसो गऱ्यो भने सर्दैन। यो यसलाई ट्याक्कनिर यसरी बिचमा अब धेरै टाइट गर्न पनि मिलेन, यसरी फेरि धेरै टाइट भने पनि सर्दैन। यो एकदम मधुर आउने, अलिअलि मात्रै प्रिन्ट आउने। यो बाङ्गो भयो भने त्यस्तो हुन्छ क्या, तपाईँको योनिर यो यस्तो बाङ्गो भयो भने त्यस्तो समस्या हुन्छ। यसलाई चाहिँ यसको बिचमा यो हजुर यो प्रिन्टर के अरे पेपरको सेन्टरमा हुनु पऱ्यो क्या। मानु पेपर यहाँनिर छ भने यसलाई यता सारेर यहीँनिर यसको ट्याक्क सेन्टरमा गर्ने गरी यसलाई राख्नु पऱ्यो। यो प्रिन्टर सेन्सर हो सर, यसले सेन्स नगरेको भने माथिबाट आएको अब यहाँबाट प्रिन्ट गर्ने त यसले हो, यसले रिफ्लेक्ट गरेर सेन्स नगरेसम्म प्रिन्ट हुँदैन। यो चाहिँ यो स्टिकरको बिचमा राख्नु पर्यो, यसरी सेन्टरमा ठ्याक्क सेन्टरमा पर्ने गरी। अन्त बोर्ड एक्सपेज के हुन्छ नि, यो साइडमा यसरी पेलेर राख्नु भने यो भाग अलि लामो हुन्छ, यहाँनिर यसरी ट्याक्क छोएर राख्नु भने यो सेन्टरमा आउँछ क्या। यो बोर्ड एक्सपेज चाहिँ यहीँ खोल्ने गरी यो जहिले नि यसरी खुल्ने गरी, कार्बन पेपर जहिले नि यसरी तलबाट घुम्ने गरी यसरी राख्नु होला। यसरी राखिसकेपछि यहाँबाट छिराएर राख्नु है, सकेसम्म यहाँबाट भित्रबाट छिराएर राख्नुभयो भने तपाईँको यो अब प्रिन्ट गर्दाखेरि यो पेपर टाइट हुन्छ क्या। टाइट भएर यसले गर्दा पनि प्रिन्ट राम्रो आउँछ। बाहिरबाट भयो भने चाहिँ कहिलेकाहीँ अब स्टिकरमा राखेर सर यो मात्रै फाल्छ। यहाँनिर भित्रबाट गर्नुभयो भने चाहिँ यो गर्दाखेरि प्रिन्ट अलिक टाइट भएर प्रिन्ट राम्रो आउँछ। बाहिरबाट हाल्दा नि प्रिन्ट आउँछ, यहाँ भित्रबाट हाल्दाखेरि बाहिरबाट भन्दा अलिकति राम्रो आउँछ। यो अब ठ्याक्क बिचमा पर्ने गरी यो पनि यसको साइज ठ्याक्क मिल्ने गरी यसरी राखेर प्रेस गरेपछि अब प्रिन्ट भएन भने चाहिँ बाहिरै पठाउनुपर्छ। हामीले त्यति यो सफा गर्ने यो गर्ने, अब यहाँ सफा गरिसक्दा पनि प्रिन्टरले प्रिन्ट राम्रो फालेन, मधुरो आउने भयो, अब अड्किने भयो, अथवा एउटा मात्रै पेज फाल्ने भयो भने चाहिँ बाहिरै पठाउनुपर्छ। यतिसम्म हामीले गर्दाखेरि चाहिँ हाम्रो त्यो अड्किने समस्या, एउटा मात्रै पेज फाल्ने समस्या, मधुरो आउने समस्या समाधान गर्न सकिन्छ। यतिसम्म गर्दा भएन भने चाहिँ हामीले बाहिरै पठाउनुपर्छ। हामीले गर्ने चाहिँ यति हो। यतिसम्म गर्नुभयो भने चाहिँ तपाईँको अब धेरै मधुरो आउने समस्या हट्छ। अब पहिला नयाँ जस्तो त हुँदैन, जस राम्रो आउँछ। अनि यति नै हो यसको चाहिँ, यति गऱ्यो भने हामीले गर्नु सक्ने चाहिँ यति मात्र हो। योभन्दा